उहाँको जो उम्मेदवार उठाउनु भएको छ उहाँले उठाउनु भएको एजेन्डा भने दुईवटा तपाईँलाई राम्रो लाग्यो यस्तो छ। विवेकशील साझाका उम्मेदवार उहाँहरूको मैले घोषणापत्र त पढ्न भ्याएको छैन। एउटा बहसमा मिडियाहरूको बहसमा उहाँको कुरा चाहिँ एउटा कुरा के छ भने युवा म एउटा इलेक्ट्रिकल इन्जिनियर हो, मैले भरतपुर महानगरपालिकालाई ड्यासिङली चेन्ज गर्न सक्छु, एउटा कुरा उहाँले गर्नुभएको छ होइन। यो उहाँहरूको मात्रै एउटा एजेन्डा हो होइन। र अनि अर्को एजेन्डा चाहिँ के छ भने हिंसात्मक गतिविधिहरू मैले रोक्छु भन्नुभएको छ। उहाँहरूको प्रश्न उहाँहरूको चाहिँ एजेन्डा मैले सुनेको यो दुईवटा हो, एकदम मेरो हट टचिङ भएको कुरा। त्यसैसँग उहाँहरूलाई एउटा मेरो प्रश्न पनि छ होइन। जस्तो एकजना इलेक्ट्रिकल इन्जिनियरले यत्रो भरतपुर महानगरपालिकाको सेवाको लागि, जनताको सेवाको लागि उहाँको कति अपर्च्युनिटी कस्ट उहाँले बियर गर्नुहुन्छ भनेको। उहाँले चाहिँ महानगरपालिकामा मैले जनताको सेवा गर्न जाँदाखेरि मेरो चाहिँ आम्दानीको स्रोत चाहिँ 50-60 हजार रुपियाँ तलबको मेयरको तलबको सेवा सुविधा हो होइन। म चाहिँ त्यो काम छोडेर मैले चाहिँ मेरो आफ्नो मेरो काममा म लाग्दाखेरि मेरो कमाइ कति हो, मानव 5 लाख रुपियाँ एउटा इन्जिनियर कमाउला एउटा व्यवसायले पर मन्थ। उहाँको अपर्च्युनिटी कस्ट कति छ भने 4,45,000। त्यो उहाँले म्यानेज गर्न सक्नुहुन्छ, त्यो कस्ट बियर गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, मेरो एउटा मात्रै प्रश्न उहाँको लागि सुन्नु एकछिन प्लिज। र अनि अर्को कुरा चाहिँ उहाँहरूको हिंसात्मक गतिविधिहरू, उहाँ यङ हुनुहुन्छ, उहाँले भन्नुहुन्छ म 28 वर्ष 30 वर्षको, म पनि अहिले 30 वर्षको छु। हिंसात्मक गतिविधिहरू यो देशमा हाम्रै एज फ्याक्टरबाट भइरहेको छ। यो कुरालाई म्यानेजमेन्ट गर्नको लागि उहाँहरूको एउटा पार्टीको हिसाबले र उहाँको चाहिँ भरतपुर यत्रो महानगर जहाँ चाहिँ तपाईँ चाहिँ 1.5 लाख प्लस चाहिँ तपाईँको मतदाता भएको ठाउँमा होइन, उहाँको चाहिँ पार्टीको उम्मेदवारले निर्वाचन जित्ने कुरा, जित्दै गर्दाखेरि कुरा, जितिसकेपछि यसलाई कसरी चाहिँ म्यानेज गर्न सक्नुहुन्छ भन्ने चाहिँ मलाई एउटा कुरा त्यो गहनताको विषय लागिरहेको छ। र अनि अर्को कुरा चाहिँ हाम्रो गठबन्धनको कुरा गरौँ होइन। गठबन्धनको कुरामा सकारात्मक पक्ष विशेष गरी अहिले भरतपुर महानगरपालिकामा कम्पिटिसन भनेको गठबन्धन र नेकपा एमालेको उम्मेदवार बिच हो जस्तो मलाई लाग्छ। र तपाईँको चाहिँ यहाँ स्वतन्त्र उम्मेदवारहरू पनि हुनुहुन्छ होइन, विवेकशील साझाबाट पनि हुनुहुन्छ, उहाँहरू पनि एउटा राजनीतिक दलमा आबद्ध हुनुहुन्छ। जो हामी सबै एउटा कम्पिटिटरको हिसाबले अगाडि बढिरहेको छौँ। मलाई चाहिँ के लाग्छ भने गठबन्धन पाँच गठबन्धन पार्टीबाट जुन भरतपुर महानगरपालिकाको रेणु दाहाल पूर्व मेयर पनि हुनुहुन्थ्यो, उहाँलाई चाहिँ अगाडि उठाउनु भएको छ होइन। उहाँहरूले अगाडि उठाउँदै गर्दाखेरि अगाडि चाहिँ उहाँलाई चाहिँ फेरि पनि यो महानगरको चाहिँ मेयरको नेतृत्व दिनुपर्छ भन्दै गर्दाखेरि मलाई चाहिँ उहाँहरूसँग चाहिँ त्यस्तो लजिकल, तपाईँले युवा भन्नुहुन्छ, म भन्दैछु म जतिको बौद्धिक व्यक्ति युवाले मैले चाहिँ महानगरपालिकामा त्यत्रो ठुलो एजेन्डा होइन, ड्यासिङली महानगरपालिकालाई चेन्ज गराउने खालको चाहिँ त्यत्रो ठुलो चाहिँ तपाईँको चाहिँ उहाँहरूको घोषणापत्र, उहाँहरूको चाहिँ जुन चुनावी बहसहरूमा गरेका विषयवस्तुहरूमा त्यति फरक तरिकाको नयाँ कुरा चाहिँ मैले केही देखेको चाहिँ छैन। अनि सकारात्मक कुराहरू के हो भने उहाँहरूले चाहिँ एउटा चाहिँ गरिब दुखी विद्यार्थीहरूलाई साइकल बाँड्नुभयो होइन। अनि भरतपुरका चाहिँ केही स्कुलहरू जुन आफ्नो पार्टीसँग आबद्ध प्रिन्सिपलहरू, आफ्नो पार्टीसँग आबद्ध चाहिँ तपाईँको सञ्चालक समिति अध्यक्षहरू भएको स्कुलहरूलाई 1-2 ठाउँमा चाहिँ जुन चाहिँ स्कुल बस उहाँहरूले वितरण गर्नुभएको छ, त्यो सुरुवात राम्रो। तर यो सुरुवात चाहिँ राम्रो गर्दै गर्दाखेरि उहाँहरूले राजनीतिक हिसाबले, राजनीतिक प्रतिशतको हिसाबले त्यो वितरण गर्नु होइन। बच्चा बच्ची त जहाँको पनि बच्चा बच्ची हो, भरतपुर 29 नम्बरको बच्चा बच्चीले के सुविधा पायो त भरतपुर महानगरपालिकाबाट भने त्यो राम्रो चिज हो, त्यसलाई